यहाँका स्थानीयहरूले हामीलाई फोन गर्नुभएको थियो। हामी यहाँ आएर बुझ्दै गर्दा मुसिकोट नगरपालिकादेखि यहाँ आउनुभएको रहेछ। के रहेछ कसो रहेछ भनेर हामी उहाँसितै बुझ्नेछौँ। के छ नि सर, हजुरको घरमा को हुनुहुन्छ नि? अलि घरमा डाँसीकोटमा 2 भाइ हुनुहुन्छ, माइलो र जेठो। हजुर। अनि उहाँहरूले मलाई घरमा राख्नुहुन्न, उपचार गर्नुहुन्न। अनि किन नि? खै हामीले गर्न सकिन्न, आफ्नो बाटो गरेर खानुपर्छ। अहिले चाहिँ निको भएन, अलिकति राखियो। हजुर। अनि अब हामी राख्दैनौँ भन्नुभयो। अनि आज जस्तो हजुर मुसिकोटबाट यहाँ सत्यवती आउँदाखेरि कसरी आउनुभएको थियो नि? म लौरो टेकेर दौड्दै मोटर बाटो उकालो चढ्न सक्दिनँ, ओह्रालो पनि जाँदै झर्न सक्दिनँ। अनि अलिअलि यसरी लुक्रुक। हजुरको नाम के हो नि? कृष्णबहादुर विक। कृष्णबहादुर विक। कति भाइ हुनुहुन्छ हजुरहरू? 6 भाइ न एउटा दिदी हुनुहुन्छ। हजुर। अनि 5 भाइ। बुवामा को हुनुहुन्छ? बुवामा बित्नुभयो। बुवामा कोही हुनुहुन्न? हजुर विवाह गर्नुभएको थियो कि विवाह गर्नुभएको थिएन? के छ नि हजुरको घर फ्यामिलीमा? बिहा गरेको छैन, एउटा आमा अपाङ्ग छ। हजुर। इन्डियातिर गएर खाना धोएर खाने, अनि पैसा अलिकति बनाएर विदेश गएर बिमार भएर फर्केर आउनुभयो। अहिले अब हजुर कहाँ जाने त? अब हजुरको घरमा जाँदाखेरि हजुरको फ्यामिलीहरूले दाइ भाइहरूले राख्दिन भन्नुहुन्छ। अहिले अब हजुर कहाँ जानुहुन्छ त नि? म बाटोमा कसै कहाँ घरमा दिदी बहिनी दाजुमा कोही माएर खाएर बाँच्छु, घरबाट दाइहरू नराखेपछि। मुसिकोट नगरपालिका कति पर्छ नि हजुरको? वार्ड नम्बर 9। वार्ड नम्बर 9 पर्छ। हजुरको नाम के भन्नुभयो? कृष्णबहादुर विक। मुसिकोट नगरपालिका 9 का कृष्णबहादुर विक हुनुहुन्छ। जो कसैले पनि चिन्नुहुन्छ हामीलाई सम्पर्क गर्नुहोला। हामीले हजुरहरूलाई नम्बर सार्वजनिक गरेका छौँ। मेरो नम्बर रहेको छ 9843926085। यो नम्बरमा हजुरहरूले फोन गरेर बुझ्न पनि सक्नुहुनेछ। यहाँको घर फ्यामिली छिमेकी कोही हुनुहुन्छ भने तुरुन्तै हामीसँग जोडिने प्रयास गर्नुहोला। यसै गरी यहाँ स्थानीयहरू हुनुहुन्छ, हामी उहाँहरूसित पनि थोरै बुझ्ने प्रयास गर्नेछौँ।